नमस्कार है साथीहरु। ल हेरिहाल्नुस्, आज चाहिँ मिठो पनिर चरचरी बनाउँदै छु। ल हेरिहाल्नुस्। र पनिर चरचरीको लागि चाहिँ यसरी स्क्वायरमा चाहिँ पनिर काटेर चाहिँ ठिक्कै पारे। अनि अदुवा मसिनो काटेको लसुन, हरियो खुर्सानी, प्याज, साथै यहाँनिर चाहिँ टमाटर गुदी चाहिँ निकालिकन काटेको टमाटर है। यो चाहिँ तेल पनि तात्यो र यहाँनिर चाहिँ मैले एकदम स्क्वायरमा काटेको यो पनिर चाहिँ राखेँ हो। पनिर फ्राई गर्दाखेरि चाहिँ पनिरमा चाहिँ एकदम नुन हर्दी केही नलगाइकन चाहिँ यसरी फ्राई गर्नुपर्छ र यसरी फ्राई गऱ्यो भने चाहिँ टाँसिँदैन। ल हेर्नुहोस्, एकदम मजाले हो। अलिक बेसी तेल लगाएर चाहिँ फ्राई गर्नु पर्यो। ल हेर्नुहोस् कस्तो मजाले गोल्डन रेड हो, एउटा टाँसेको छैन हो। मजाले यहाँनिर हेर्नुहोस् पनिर पनि फ्राई भएको छ, एकदम ड्राई। तेल पनि तात्यो र यहाँनिर मैले मसिनो काटेको अदुवा राखेँ। साथै यहाँनिर मसिनो काटेको चाहिँ लसुन हो। राखिओरिकन चाहिँ यसरी बिस्तारै चलाउँदै पकाउनु पर्यो, बेसी पकाउनु पनि परेन। अनि प्याज अनि हरियो खुर्सानी। पिरो चरचरी बनाउनुको लागि चाहिँ मैले चाहिँ अलिक खुर्सानी 4-5 वटा राखेँ। हजुरहरूले बेसी कम्ती गर्न सक्नुहुन्छ। सानो चम्चीको 1 चम्ची नुन, हर्दी, यसरी यो टमाटर गुदी निकालेको चाहिँ टमाटर राखेँ हो। अनि बेसी पनि पकाउनु परेन, अलिअलि पकाउँदा भइहाल्छ हो। अनि सानो चम्चीको चिल्ली पाउडर राखेँ। मसला पनि मजाले पाकिसकेको छ पनिर चरचरीको हो। अनि यहाँ हेर्नुहोस्, एकदमै ड्राई फ्राई गरेको चाहिँ पनिर राखेँ हो। ल हेर्नुहोस्, एकदमै छिटो अनि मिठो। हजुरहरू पनि पकाएर खानु होला, एकदमै मिठो लाग्ने छ हो। भिडियो मन परे लाइक, शेयर र सब्सक्राइब गरिदिनु होला। र साथै हेर्नुहोस्, खाजामा पनि एकदम तयार भयो पनिर चरचरी साथै रोटी हो।